अल नेपालमा जता जुन ठाउँमा जुन पार्टी जिते पनि खासै प्रब्लम भएन। जता जुन ठाउँमा जुन पार्टीको क्यान्डिडेट जिते पनि हामीलाई केही मतलब भएन, खासै सरोकार छैन। तर मेरो भनाइ के छ भने पनि व्यक्तिगत मेरो भनाइ है साथीहरू, मेरो कुरालाई चाहिँ नराम्रो नमानिदिनु होला भनेर म बिन्ती पनि गर्दैछु। तर मेरो यो व्यक्तिगत सुझाव भनेर मैले भन्दैछु। हाम्रो नेपालको पत्रकार छ नि दिवाकर शाह, उहाँ चाहिँ धनुषा जिल्ला क्षेत्र नम्बर 3 बाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ स्वतन्त्रमा आप छापमा, जे हमरा आएका गाउँ घर में आम कहे चाहिँ आम छाप में। त्यसैले भन्छु त्यहाँ 3 नम्बर क्षेत्रमा धनुषा 3 नम्बर क्षेत्रमा भएको जति पनि जनसमुदाय छ नि, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, व्यापारी सबैसँग म हात जोडेर बिन्ती गर्छु कि हामी सबैजना मिलेर चाहिँ धनुषा क्षेत्र नम्बर 3 को उम्मेदवारी दिएको छ नि दिवाकर शाह, उहाँलाई चाहिँ विजयी गरिदिनु पर्ने हो। उहाँ भनेको एउटा एकदम इमानदारी र निडर नेता हो कि उहाँ पत्रकारी गर्दाखेरि पनि उहाँले कसैसँग नडराइकन आफ्नो प्राणलाई हातको हतैलीमा राखेर 12 बजे राति होस् कि 12 बजे दिन होस् कि जति बेला पनि जहाँ पनि जुन ठाउँमा त्यो पत्रकारी गर्दाखेरि एकदम निष्पक्ष पत्रकारी गरेको हो। र उहाँले हाम्रो संसद भवनमा पनि पुरै टक्कर दिन्छ त्यो मान्छे। कसैसँग डराउन पनि डराउँदैन र कसैलाई नराम्रो बोल्न पनि बोल्दैन, कसैको नराम्रो सुन्न पनि सुन्दैन। र उसले चाहिँ एकदम जनताको आवाज जति बेला पनि उठाएको छ र जनताको आवाज उठाउँछ भनेर म आशा पनि गर्छु। र हाम्रो फेरि त्यही कुरा भन्छु, हाम्रो धनुषा क्षेत्र नम्बर 3 को जति पनि मलाई चिन्ने नचिन्ने र व्यापारी, बुद्धिजीवी, विद्यार्थी, समाजसेवी सबैजना मिलेर हामी चाहिँ दिवाकर शाहलाई जिताऊ है। धन्यवाद। जय श्री राम।